हेलो एन्ड नमस्ते। सो आज एकदमै सिम्पल र बेसिक कुरा गरौँ जहाँ तपाईँले 2020 र 2026मा लगानी गर्दा के फरक छ, जहाँ तपाईँको प्रपर्टीको प्राइस तपाईँको करेन्सीको भ्यालु बढ्दाखेरि 2020मा तपाईँको 180 कति थियो 32.20 भने अहिले तपाईँलाई 2026मा छ 180 को 41.88। त्यो बेलामा 2020मा तपाईँले चाहिँ 1 मिलियन एडीमा 1 बेडरुम लिनुभएको भए 3 करोड 20 लाख पर्थ्यो भने तपाईँलाई अहिले 1 मिलियन त्यही पैसा 4 करोड 18 लाख 80 हजार रुपियाँ पर्छ। र कतिको फरक छ? 98 लाखको फरक छ। त्यो बेला लगानी गर्दा तपाईँलाई अहिलेसम्म हेर्दाखेरि यति प्रपर्टी हुन्थ्यो जहाँ तपाईँको प्रपर्टीको प्राइस बढेन, नबढेको भयो भने पनि जस्ट बिकज करेन्सीको प्राइस बढ्दाखेरि 98 लाखको तपाईँलाई फरक पर्थ्यो। सो अलवेज तपाईँले हेर्न सक्नुहुन्छ। अब हेर्नुहोस् यहाँनिर 1 मिलियनको 3.2 करोड, अब त्यो बेलादेखि अहिलेसम्म हेर्नुहोस् भने 4 करोड 18 लाख 80 हजार रुपियाँ। तपाईँले पैसा घरमा राख्नुको साथ हो, कहीँ तपाईँले लगानी गर्नुको साथ हो, अलवेज इन्भेस्ट इन एसेट्स जहाँ तपाईँको चाहिँ रियल भ्यालु फर मनी भन्नुहोस्। वर्ल्डको जुनसुकै कुनाबाट तपाईँलाई लगानी गर्न मन छ, तपाईँको दुबईको रियल इस्टेट मार्केटमा तपाईँलाई यसै गरी पैसा कमाउन मन छ भने मलाई कन्ट्याक्ट गर्नुहोला।